लाग्ने क्या पुरै हेर्दा हेर्दा अब काम हामी विकास चाहने हो हैन यस So hello and namaste, welcome back to my new video. So आज चाहिँ म हजुरहरुलाई ल्याउँदैछु नेपाल जस्तो देखिने ठाउँ कहाँ हो रे हाम्रो थमेल अर्सन जस्तै देखिने ठाउँमा आएको छु हैन सो यता आउँदा आउँदा चाहिँ मैले एकजना नेपाली दाइहरु हुन्छ नि टक्क नेपाली ढाका टोपी लगाएको दाइहरु चाहिँ देखिरहेको छु हैन सो उहाँलाई केही सोधौं अलि हिपहप टाइपमा पनि हैन सो यता बोल्नु होला नि त गएर सोधिहालौँ है ओ हेलो ब्रदर नेपाली हो नेपाली हो के छ खबर अनि एकदम ठिक छ राजा तिमी नेपाली हो नेपाली नै हो अनि यो हिपहप टाइपमा हैन पुरै यो टोपी लाउनुको चाहिँ के हो यस्तो तलको चाहिँ भन्दिन भाइ हैन यो माथिको टोपी चाहिँ मैले जस्तै अब बाउबाजेहरुले लाइराको टोपी हो हैन अब केटाहरुले लाउन छोड्यो युवाहरुले हैन त्यो बाउबाजेको संस्कृतिलाई चाहिँ हामीले उगाउनु पर्छ देश विदेशमा चिनाउनु पर्छ भनेर चाहिँ मैले लगाएर हिँडिरहेको छु सही हो अब ठीक यो चाहिँ राम्रो हो हैन तर तपाईले यो लुगाको साटोमा चाहिँ दौरा सुरुवाल लाग्यो भने चाहिँ अझ बवाल देख्थ्यो होला नि त म हेरिरहेको छु त्यसमा म एउटा कल्चरल ड्रेसमै हिँड्ने कोसिस गरिरहेको छु हैन अब मैले चाहिँ सोचिरहेको छु म दुबईमा छु अहिले हैन म बसाइ मेरो अलिकति टाढो छ यहाँबाट हैन लगभग 1 घण्टा जति टाढो छ म एउटा कल्चरल ड्रेसमै हिँड्ने कोसिस गरिरहेको छु जस्तै एउटा यो कल्चरल ड्रेस प्लस एउटा टोपीलाई चाहिँ म ब्रान्डिङ गर्ने हिसाबले हैन एउटा बाउबाजेको उ चाहिँ बचाउँ भन्ने एउटा कल्चर बचाउँ भन्ने हिसाबमा चाहिँ म लागि परिरहेको छु अहिले सो आज चाहिँ कता यता घुम्न आउनु भयो कि अन्तै जानु भएको थियो कि यता बाटो कतै काम हो कि के हो काम होइन म यही अगाडि आइरहेको थिएँ साथीसँग साथी प्लस भए म एकछिन अब ठिक छ मलाई चाहिँ आज के लाग्यो भने एउटा नेपाली कल्चरमा अब टोपी सही देखाएर चाहिँ अलिकति टाइम चाहिँ हजुरसँग घुम्नलाई चाहिँ घुम्न मन लाग्यो मलाई यसो के हजुरसँग टाइम छ भने थोरै यसो भिजिट गरौँ हामी यतातिर हुन्छ भइहाल्छ हजुर पनि घुम्न आउनु भयो होला हैन हुन्छ भइहाल्छ साथी थियो साथी भर्खर गयो त्यही भएर बसिरहेको थिएँ जाउँ न त ए हुन्छ अस्मा गाइस हामी चाहिँ अहिले चाहिँ दुबईको सबैभन्दा बिगेस्ट गोल्ड सपमा छौँ है गाइस सो के छ कस्तो छ हैन सो ल सुन निकाल्ने हो बस सुन निकाल्ने कोइन हालेर यहाँ चाहिँ फेरि गाइसहरू कोइन हालेर निक्लिन्छ है सुन कोइन ल्याछ कोइन हाल घुमाउने घुमाएर कोही बेला निक्लिन सक्छ नि कारबाटै हुँदैछ एकचोटि ट्राई गरौँ है ट्राई गर लेट्स ट्राई पऱ्यो भने गाइज त्यहीबाटै हो यहीबाट भिसाबाटै हो हुँदैन नि भयो है मलाई पर्ने हुन्छ नि त नि यसैलाई काँड हो नि त्यो त गन बित्ति घुम्नु पर्ने रहेछ नि लाड चिया गर्ने बित्ति घुम्नु पर्ने रहेछ तिमी हालेर होइन नि क्लिक त हो कार्ड से चलेगा कार्ड से है ना बस वाले कैसे मुझे क्या करेगा गोल्ड आया ओ गाइस गोल्ड आया ला एक गोल्ड आया इसको किधर बेचेगा मुश्किल नहीं एक गोल्ड आया गाइस एक गोल्ड मिल गया ए उधर ना मुझे ये वाला आना चाहिए ठीक है देखो अच्छा नहीं दिख रहा है कायदे आज़म का टोपी लगता हाँ नहीं ये नेपाली है नेपाली कल्चर है नेपाली कल्चर है हमारा कायदे आज़म का टोपी ओ अच्छा है ना ये कायदे आज़म को नहीं जानते उसने पाकिस्तान आजाद किया उसका टोपी भी ऐसा ही टोपी था ओ कल्चर है नेपाल का एक त्यही हो के हामीले कल्चरलाई अँगाल्नु पर्छ हैन हामीले हरेक कुरालाई चाहिँ अँगालेर हिँड्नु पर्छ यस्तो अहिले यसरी यो पछि हिँड्यो भने त तपाईलाई अहिले हैन सबैले लाइन्छ एउटा सबैले लाइन्छ हैन देशलाई अगाडि बढाउने हो उहाँले यार ढाका टोपीको चाहिँ याद है
दिपेन दाइ ढाका टोपीको चाहिँ बबालै आउँछ जस्तै मार्केट चाहिँ तपाईँले कस्तो लागिरहेको त अहिलेसम्म ढाका टोपी लगाएर होइन मैले यस्तो फिल गरेँ कि भाइ होइन म अहिले यहाँ घुमिराख्दाखेरि चाहिँ कतिजनाले भन्छ नि आउसम भनिरहेछ क्या मैले भनिरहेको छु आइएम नेपाली यो कस्तो टोपी हो भनेर सोधिरहेछ क्या उनीहरूले मैले भनेको छु नेपालको कल्चर हो होइन ढाका टोपी हो होइन मैले चाहिँ चिनाउन खोजिरहेको छु क्या एउटा ब्रान्डिङ गरौँ होइन आफ्नै देशको टोपीलाई ब्रान्डिङ गरौँ होइन हामी युवाले गर्ने हो नि त होइन भन्ने हिसाबले चाहिँ मैले ढाका टोपी लाएर चाहिँ म दुबईमा हिँडिरहेको छु क्या होइन म यस्तो प्राउड फिल गरिरहेको छु कि होइन यति धेरै क्या यति धेरै खुसी लागिरहेछ क्या ल फोटो खिच्न त पाइयो त ल बस एउटा लैजाऊ ल यहाँ हेर त बस यो चाहिँ यता देखाउ न मलाई पनि देखाउ न यार यो एउटा चाहिँ बुढीलाई दिनुपर्छ है बिगेस्ट बस्तीमा छ अनि एउटा किन्नु ये चाँदी अब हामीले गोल्ड किन्न सक्दैन अब चाँदी किन्नुपर्छ यतातिर आएर यस वा के छ आइटममा तर यता चाहिँ गोल्ड किन्न आयो यता आउनुपर्ने है साला यो चाहिँ टिकट हो क्या हो बस यो के हो खासमा यो के हो खासमा के यो 18 उसको त होइन नि 18 गाडीको होइन नि ल गाइज हाम्रो चाहिँ अब सकिसक्यो गोल्ड सपको चाहिँ हाम्रो लास्टतिर छौँ इनतिर है लास्ट रेट रजत चुरा सालीलाई चुरा एक तोला के चाहिँ के हो डाइम जुत्ता चाहिँ बबल लाएँ मलाई ल दाइ थे तपाईँ यार के हो अनि गोल्ड सपमा देख्दैछ न तपाईँ त्यता जाँदा त हरायो कि हो यार म यस्तो रमाइलो लाग्यो कि त्यो गोल्ड सपमा त्यो भित्र छिर्दाखेरि मलाई हेरौँ लाग्ने क्या पुरै हेर्दा अब कहाँ पुग्यो बल्ल यहाँ भेट्यो तिमीलाई होइन कतिखेर जाने हो घर नि त्यहाँ तपाईँको मैले गोल्डमा अब हुन्छ नि गोल्ड पऱ्यो हानेको यस्तो पित्तल पऱ्यो यो पित्तल हो गोल जस्तै छ त भाइ अनि यो त गोल जस्तै छ त गोल त गोल हो तर अलिक पित्तल खाले गोल परेको क्या 10 रुपियाँको अनि यार त्यो पक्कन पैसा मात्रै फाले भाइ तर धेरै राम्रो ठाउँ गोल्ड सप एकदमै रमाइलो रहेछ रमाइलो खालको एउटा खुसी म चाहिँ ह्याप्पी फिलिङ चाहिँ अर्कै भयो क्या भित्र छिर्दा तिमीलाई मलाई के हो भने है मलाई त्यस्तो टक्क त्यो खतरा सुनको देख्दाखेरि चाहिँ एउटा चाहिँ लगिदिनु पर्छ क्या घरतिरको मान्छेलाई कस्तो फिल भयो है मलाई चाहिँ पुरै सिङ्गै नि जुरुक्कै उठाएर क्या सिङ्गै त गाह्रो छ भाइ तोलाको त्यत्रो महँगो छ भनेपछि सिङ्गैलाई त धेरै पर्छ होला नि त ठिक छ दाइ अब यता पनि रमाइलो भयो हाम्रो गोल्ड सपतिर पनि होइन सो अब चाहिँ हामी यसो अब यो किनारको छेउछाउतिर घुमौँ हुन्छ भइहाल्छ अब यसो चुनावी माहौल हेर्दाखेरि चाहिँ राजनीति हेर्दाखेरि होइन दाइ सो तपाईँको चाहिँ हुन्छ नि कसकोमा चाहिँ अलिकति सहमत टक्क अलिकति कसलाई चाहिँ जिताउनु पाए हुन्थ्यो कसलाई चाहिँ भोट हाल्ने तर्फमा हुनुहुन्छ यसपालि यो भन्नै पर्दैन दादा अब देशको लागि चाहिँ होइन हामी विकास चाहने हो होइन यस देश नेपालकै भरमा बाँच्ने हो होइन हर्क स्याम्पङलाई हामीले सुन्नुपर्छ होइन हामी गफको पछि लाग्ने हो भने त धेरै छ होइन नयाँ बनाउँदाखेरि धेरै गफकै पछि लाग्यो भने होइन अब त्यही हो भाइ अहिलेको परिस्थिति र अहिलेको अवस्थामा देशलाई माथि उकास्ने र देशको लागि विकास गर्ने र देशको लागि सोच्ने नेता भनेको हर्क स्याम्पङ मात्रै हुन्छ यस अनि तपाईँको अहिले चाहिँ होइन विदेशीहरूले एउटा विदेशको केटाहरूले चाहिँ एउटा केही भनिरहेको रहेछ क्या एउटा मैले देखाएको यस्तो सामाजिक सञ्जालमा होइन घन्टीमा भोट हालौँ अनि विदेश बस्ने बाध्यबाट मुक्त हो भन्ने एउटा नारा बनाएको रहेछ होइन त्यो नारा तपाईँ के भन्न चाहनुहुन्छ अब तपाईँलाई लागेको तर्क छोटो मिठो यस्तो हो अब घन्टी भन्दा पनि कस्तो भने रवि एउटा युवा नेता त हो होइन रविको विषयमा चाहिँ मैले बोल्नु पर्दाखेरि चाहिँ होइन
एउटा बोलीमा पक्का हुने मान्छे पनि हामीलाई चाहिन्छ भन्ने हो होइन। नराम्रो बोलोस् होइन, तर देशको लागि गरोस्। यस बोलीमा हामीलाई उ भएन क्या, तर काम चाहिँ गर्नु पर्यो नि त। रविले के गर्यो र होइन, रविले के गर्यो र? अब ब्लू बस किने रे, कता ब्लू बस किने रे होइन। अब महिलालाई मात्रै चढाउने रे, पुरुष चढ्न नमिल्ने रे, के भइरहेछ अहिले त्यो होइन। त्यो होइन, त्यो पनि एउटा राम्रो त राम्रै हो। फेरि नाक होइन यस्तो हो, नाक भाँच्छु पुरानो नेताको भन्दै थियो, कहिले नाक भाँच्यो कि के गर्यो होइन। लास्टमा नाक त उसकै भाँचिरहेछ त पुरानै नेतासँग सो मिलिरहेको। अनि अहिले चाहिँ हाम्रो चाहिँ गठबन्धन पनि अहिले हिजो चाहिँ कुलमान घिसिङहरू छुट्यो भन्ने कुरा पनि आइरहेछ होइन। छुट्छ राजा, यो कसरी छुट्छ भने यो बालेन्द्र रवि पनि अब छुट्छ क्या, किनकि यिनीहरू भने चाहिँ एउटा उसको स्वार्थ हो क्या, बुझ्यौ नि। यिनीहरू स्वार्थमा उ गरिरहेछ होइन। बाहिरीबाट परिचालित छ क्या यिनीहरू। मेन भनेको एमसिसी, यो विदेशी इन्डिया होइन। मेन भने हामी हाम्रै देशमा चाहिँ उ गर्नु पर्यो, उत्पादन गर्नु पर्यो, हाम्रै देशको उसमा चाहिँ लड्नु पर्यो, हामी ढुङ्गामा लड्नु पर्यो, तर देशकै भरमा चाहिँ बाँच्नु पर्यो। यस यस अभियसली। त्यही भएर मैले हामीले समर्थक चाहिँ माटोलाई गर्नुपर्ने भयो। माटोलाई गर्नुपर्छ, अभियसली माटोलाई गर्नुपर्छ यस होइन। रविको काण्ड कति काण्ड हेर्छौ तिमी होइन, 10वटा काण्ड होला, तर एकदमै दर्दनाक काण्ड चाहिँ होइन, जुन चाहिँ डाइभर थियो नि, डाइभर काण्ड क्या। डाइभर जुन यो चुनावी महलमा उ गर्यो काण्ड साण्ड हामी नगरौँ होइन। अब त्यो भने भविष्य भइसक्यो, बितिसक्यो भविष्य भन्दा वर्तमानमा होइन। सो अबको चाहिँ चुनावी माहौलमा चाहिँ हामीले जिताउनै पर्ने चाहिँ हर्क स्याम्पङ अभियसली देशलाई माया गर्छ र देशको उसलाई चाहिँ माटोलाई माया गर्छ भने चाहिँ हर्क स्याम्पङले नै जिताउनु पर्छ, अनि मात्रै देश बन्छ। नत्र गफले देश बन्दैन। अहिलेसम्म बुढापाका केपी ओलीले गफै हानिरह्यो होइन। होइन अब गफले देश चल्दैन, काम गर्यो भने मात्रै, श्रम गर्यो भने मात्रै देश चल्छ होइन। हामी माटो छुन घिनाउनु भएन, हामी धुलो छुन घिनाउनु भएन। यस ओके त, हामी गफ गर्दै जाउँ बिस्तारै बिस्तारै होइन। अब हामी चाहिँ यसो जानुपर्ने हुन्छ, यता टक्क चिया खाँदै पनि गफ गर्दै जाउँ होइन। राजनीतिको बारेमा चाहिँ एकदम राम्रो छ नेपालको बारेमा अहिले यसो हेर्दाखेरि होइन। सो हेरौँ अब के कस्तो हुन्छ। अब आउने चुनावमा चाहिँ हामीले चाहिँ अब समर्थन गर्नुपर्छ। यस्तो पनि सुनिरहेको छु दाइ मैले चाहिँ, हामी वैदेशिक रोजगारमा बाहिर हिँडेको मान्छेहरूलाई चाहिँ होइन, अब भोट हाल्न नपाउने, मतदान गर्न नपाउने भन्ने एउटा कुराहरू भइरहेछ। त्यो बारेमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? त्यो अब मलाई खासै फेरि म राजनीतिक त्यति साह्रो विज्ञ पनि होइन। यस राजनीतिक म धेर थोर अहिले जुन हर्क स्याम्पङ राजनीतिमा आएपछि मात्र मैले राजनीतिकमा धेर थोर चासो दिन थालिरहेको छु होइन। हर्क स्याम्पङ जुन माटो, हामीले माटो छुनुपर्छ, देशमा विकास गर्नुपर्छ, श्रम गर्नुपर्छ होइन। यस जति हुन्छ देशमै रमाउनुपर्छ, तर थोरैमा रमाउँ, धेरैमा अर्काको देशबाट ऋण ल्याएर पारेर नरमाउँ भन्ने एउटा उ छ, उसको सिद्धान्त छ। त्यही भएर चाहिँ म राजनीतिमा धेर थोर घमिरहेको छु आजभोलि। तर त्यही हो अब हामी यस्तै हो देशको यस्तै हो। नेपालहरू भेडा छ जनताहरू होइन। सो अलिकति राम्रो हुन्छ नि, राम्रो तरिकाले राम्रो काम गर्ने मान्छेलाई चाहिँ जिताउनु पर्छ भन्ने हाम्रो चाहिँ एउटा त्यो त अभियसली हो नि होइन। किनभने हामीलाई त अहिलेको सिचुएसनमा हामीलाई चाहिँ रोड यताउति त्यो रोड पनि चाहिन्छ, बत्ती सब चाहिन्छ, तर यो बेलामा चाहिँ हामीलाई चाहिँ के छ भने कल कारखानाहरूको चाहिँ हामीलाई चाहिँ एकदमै हामीले कस्तो भने हर्क स्याम्पङ किन मनपर्छ भने उसले धरानमा कति धेरै विकास गर्यो होइन। मान्छेले भन्छ यसले धरानमा मात्रै विकास गर्छ, ऊ त अहिले धरानको मात्रै हो नि त, उसले धरानमा मात्रै विकास गर्छ नि त। ऊ देशको प्रधानमन्त्री भयो भने त उसले देशमै विकास गर्छ नि त होइन। उसले त गरिरहेछ हरेक कुराहरू होइन। बेसार फ्याक्ट्री खोलिरहेछ, साबुन फ्याक्ट्री खोलिरहेछ होइन, हरेक कुरा खोलिरहेछ, पार्क बनाइरहेछ होइन। यो कामहरू चाहिँ अरूले गरेछ त छैन, अरूले गरेर देखाएको छ। भनेको हामीले गरिबलाई चिन्नु पर्यो क्या, गरिबको उसमा बोल्नु पर्यो, त्यही हो। यता जाऊ न भयो भाइ। ल दाइ अब यस्तो गरौँ, हामी चाहिँ अहिले भन्दा नि यतातिर जाउँ, भोट पठाउँदै यसो गफ पारी गएर यसो चिया पानी गरौँ है। ओके ल ओके।